हरियो छिमीलाई मैले केलाएर मटरलाई उमाले अनि ग्राइन्डरमा पिँधे। हेर्नु राखेर पिँध्ने। अझै सिँगे पनि राखेँ। प्याज राखेँ। हरियो खुर्सानी छ, टमाटर, धनियाको पात अनि लसुनको हरियो पातलाई पनि पिँधे अनि तेल हालेर मजाले रातो हुने गरी फुट्ने। अनि भुटिसकेपछि अब मैले कोसा पनि राखेछु अनि यसको लागि नुन, सुके खुर्सानीको धुलो, जिरा पाउडर छ, धनिया पाउडर छ, बेसार छ, सबै हालेर मजाले यसलाई पनि रातो हुने गरी भुट्ने। रातो हुने भुटिसकेपछि मैले पिँधेको हरियो केराउलाई पनि हालेर भुटेँ। त्यसलाई पनि त्यस्तै रातो हुने गरी भुट्ने। भुटिसकेपछि मैले जुन कोसा राखेको थियो त्यो पनि मैले हालेँ अनि चाहे जतिको पानी हाल्ने, धेरै पातलो पनि नगर्ने, बाक्लो खाले नै हाल्ने अनि यसलाई उमाल्नलाई राख्ने। हाम्रो अब हेर्नु त दाल रेडी भइसक्यो। अब दाल रेडी भइसकेपछि मैले ग्यासलाई अफ गरेर यसलाई झान्नको लागि अर्को कराही चाहिँ चढाएँ। त्यसमा तोरीको तेल, जिरा हालेँ अनि लसुनको गेडा, टमाटरलाई थोरै चप गरेछु, प्याज, रातो खुर्सानी छ, तेजपात छ। अब प्याज रातो भइसकेपछि प्याज पनि रातो गर्ने। त्यसपछि टमाटर पनि रातो भइसकेपछि टमाटर पनि हालेर रातो पारे। अनि धनियाको पात जुन काटेको थियो मैले चप गरेर त्यसलाई पनि एकछिन भुटेँ अनि मजाले त्यो मैले सिमीको जुन दाल बनाएको थियो, हरियो सिमीको दाल, त्यसमा झाने। धेरै मिठो लाग्छ यो। हेर्नु त हाम्रो दाल रेडी भइसक्यो खानको लागि। दाल चाहिँ धेरै मिठो नै हुन्छ। हेर्नु त।